सबैलाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। आशा गर्दछौँ तपाईँहरू आनन्दित हुनुहुन्छ होला र आजको डेली डिभोसनमा हामी जानेछौँ र त्योभन्दा अघि हामी एउटा सानो प्रार्थना गरौँ। परमप्रभु, तपाईँलाई धन्यवाद दिन्छु आजको दिनको लागि। र प्रभु, आज हामी वचन सुन्न गइराखेछौँ। आजको डेली डिभोसनमा पवित्र आत्मा तपाईँको अगुवाईलाई हामी चाहन्छौँ। ख्रीष्ट येशूको नाउँमा प्रार्थना गर्छौँ, सुन्नुहोस् र कबुल गर्नुहोस्। आमेन। आजको हाम्रो वचन लिएको छ भजन सङ्ग्रह 119 को 89, जसमा यस प्रकारले लेखिएछ, हे परमप्रभु, तपाईका वचनहरू सदा सर्वदा रहनेछन्। तपाईका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्। आमेन। परमप्रभुको वचन पढ्दा र सुन्दाखेरिमा आशिष होस्। आज परमप्रभुले हाम्रो जीवनमा यस्तो प्रकारले कुरा गरिरहनु भएछ कि परमप्रभुको मुखबाट निस्किने सब वचन, जति पनि वचन अहिलेसम्म उहाँको मुखबाट निस्केछन्, ती सधैँभरिको लागि हुन् र ती जिउँदो वचन हुन्। त्यसको अर्थ हो कहिले पनि नसकिने, कहिले पनि नमेटिने वचन। जस्तै परमप्रभुले आदिमा चाहिँ यो संसारलाई बनाउँदाखेरिमा उहाँले आफ्नो मुखबाट वचन निकाल्दै वचनलाई भन्दै जानुभयो र हामी हेर्छौँ अनि तमाम प्रकारको रुख बिरुवाहरू, तमाम प्रकारको जीवजन्तुहरू चाहिँ बन्दै गयो। त्यसै प्रकारले हामी हेर्छौँ स्वर्गमा पनि परमेश्वरले धेरै कुराको चाहिँ सृष्टि गर्नुभएको होला। त्यही भएर चाहिँ यसमा यस्तो प्रकारले लेखिएछ, स्वर्गमा पनि अनन्त रहनेछन्। मतलब परमप्रभुको वचन चाहिँ कहिले पनि टल्ने छैन। एउटा वचनमा यस्तो प्रकारले लेखिएछ कि आकाश र पृथ्वी पनि टलेर जानेछ, तर परमप्रभुको मुखबाट निस्केको त्यो वचन चाहिँ कहिले पनि टल्ने छैन। मेरा प्रियहरू, तपाईको जीवनमा जुन वचन परमप्रभुले भन्नुभएको छ, हुनसक्छ तपाईँ धेरै समस्यामा हुनु सक्नुहुन्छ, तर मेरो प्रभुले आज तपाईँलाई भन्नुहुँदैछ, उहाँको मुखबाट निस्केको जति पनि वचन छन् हजुरको भविष्यको लागि एउटा आशिषको कारण हो र त्यो कहिले पनि टल्ने छैन। तमाम प्रकारका परेशानी, तमाम प्रकारको दुःख आए पनि त्यो दुःखमा पनि स्थिर गर्ने परमप्रभुको वचन चाहिँ तपाईँको जीवनमा सधैँ स्थिर रहनेछ। म विश्वास गर्छु यो समयमा परमप्रभुले तपाईँसित कुरा गर्नुभएछ र म यतिकै नै राख्न चाहन्छु। आउनुहोस् हामी सानो प्रार्थना गरौँ। परमप्रभु, तपाईँलाई धन्यवाद गर्छौँ र आजको दिनको लागि, आजको वचनको लागि, जो कुरा तपाईँले हामीसित गर्नुभएको लागि धन्यवाद गर्छौँ। अनि परमेश्वर, हाम्रो जीवनमा 100% फल ल्याउनुहोस् प्रभु। यो वचनको द्वारा प्रार्थना गर्छौँ प्रभु। सबै कुरामा आदर, महिमा, मान सम्मान तपाईँलाई दिँदै ख्रीष्ट येशूको नाउँमा प्रार्थना गर्छौँ। पिता, सुन्नुहोस् र कबुल गर्नुहोस्। आमेन। सबैलाई जय मसीह।